तपाईहरु पत्याउनुहुन्छ यो विद्यालयकै भवन हो भनेर। हो, यो विद्यालयकै भवन हो र यो आजदेखि होइन 2067 सालमा स्थापना भएको श्री राष्ट्रिय प्राथमिक विद्यालय हो। कहिले पनि यसमा यो विद्यालयमा विद्यार्थी आउँदैन र यहाँ पढ्दैन। विद्यार्थीको संख्या भनेको 0 रहेको छ र शिक्षाको संख्या 2 रहेको छ। त्यहाँ 12 हुनुपर्ने थियो, शौचालय हुनुपर्ने थियो, बाउन्ड्री वाल हुनुपर्ने थियो, त्यो सबै तपाईहरुले खाइदिनु। मुख्यमन्त्री ज्यू नमस्कार, ध्यान दिएर सुन्नु होला यो समाचार। एउटा बाख्रा खोर जुन बनाउनु भएको छ त्यो आफ्नो कर कुटुम्ब इष्ट मित्र र आफ्नो भाइ भ्याई र ज्वाइँलाई राख्नको लागि, किनभने अब फ्रीमा बसेर कामै नगरेर तल भत्ता खाना त मिल्दैन, त्यो नैतिकताले पनि मिल्दैन। यी विद्यालयकै कक्षा कोठा हो त? यो पढ्ने बालबालिकाले पढ्ने कक्षा कोठा हो त? अब यो सत्रमा छैन विद्यार्थी हुनु कसरी सर? त्यहाँ कि व्यवस्था नै छैन भने कोही आफ्नो बालबालिकाले, तपाईँ आफ्नो बच्चालाई त्यहाँ पढाउनुहुन्छ? अब त्यो विद्यालय जानलाई तपाईँहरू कमसेकम आफ्नो शिक्षकको लागि पानी जहाजको पनि व्यवस्था गरिदिनु होला, ताकि यहाँबाट मजाले आवाजावत गर्न सक्नुहुन्छ। त्यो यहाँ पढाइ भइरहेको हुन्थ्यो भने यो ब्ल्याक बोर्डहरूको अवस्था पक्कै पनि यस्तो हुन्थेन। ब्रह्मलुट गर्नको निमित्त यसमा बजेट दिएको छ, दरबन्दी दिएको छ। तै खाऊ मै खाऊ मिलेर खाऊ, त्यो सिस्टम विष्णुपुर गाउँपालिकामा चलिरहेको छ। शिक्षा क्षेत्रमा रहेका माफियाहरूको खेलमा एम्पायर बनेर म उभिएको छु। पक्कै पनि यो सबैलाई एक एक गरी यो शिक्षा क्षेत्रबाट आउट गर्नेछु। अब यो कुरा चाहिँ अब के रहेछ कुरो, अगाडि नियम कानुन बुझेर अगाडि बढ्छु। त्यो भवन हावाहुरी बतासले चाहिँ त्यो छानाहरू सब फाल। त्यसलाई भवन नभन्नुस्, त्यसलाई बाख्रा भन्ने बोर्ड भन्नुस्। उहाँको पहिलो प्राथमिकता भनेको कसरी भ्रष्टाचार गर्ने, कसरी आफू अकुत सम्पत्ति कमाउने, उहाँको पहिलो प्राथमिकता रहेको छ। यदि गरिबको छोरा छोरी सबै पढिहाल्यो भने मेरो चाकरीबाज कसले गर्छ? त्यो नीतिले गर्दाखेरि 50% विद्यार्थीलाई फेल गरेर उहाँ राख्नु भएको छ। शिक्षकहरूले तलब भत्ता पाइराख्नु भएको छ? तलब भत्ता पाइराखेको छ। नमस्ते, स्वागत छ यहाँहरूलाई पब्लिक खबर 24 अनलाइन टेलिभिजनमा। म आदित्य अजय। दर्शकबिन्द, यहाँहरूलाई जानकारी गरौँ। यति बेला हामी सप्तरीको विष्णुपुर गाउँपालिका वार्ड नम्बर 1 मा आएका छौँ। तपाईँहरूलाई अचम्म लाग्न सक्छ होला कि यहाँ उभिएर म के गर्दैछु त। दर्शकबिन्द, तपाईँहरूलाई म देखाउन चाहन्छु। यो जुन मेरो पछाडिको यो संरचना देखिराख्नु भएको छ, यो भौतिक संरचना जुन देखिराख्नु भएको छ, यो चाहिँ एउटा विद्यालयको संरचना हो। तपाईँहरू पत्याउनुहुन्छ यो विद्यालयकै भवन हो भनेर। हो, यो विद्यालयकै भवन हो र यो आजदेखि होइन 2067 सालमा स्थापना भएको श्री राष्ट्रिय प्राथमिक विद्यालय हो। तर यहाँ विद्यार्थीको संख्या भनेको 0 रहेको छ र शिक्षाको संख्या 2 रहेको छ। जब हामी यहाँ पुग्यो, संरचना देखेर हामी लाग्यो यो त विद्यालयको भवन नै होइन भनेर। सूचना के आयो भने सर एउटा विद्यालय रहेको छ, त्यो विद्यालयमा यो विष्णुपुर गाउँपालिकाले व्यापकै बजेटहरू राखेको छ, त्यहाँ शिक्षकको दरबन्दीहरू पनि रहेको छ, तर विद्यार्थीको संख्या भनेको न्यून मात्रामा रहेको छ। यहाँ पढाउने शिक्षकहरू त्यतिकै आफ्नो तलब भत्ता लिइरहेको छ भनेर उहाँले चाहिँ हामीलाई जानकारी गराउनु भयो। र अहिले समय चाहिँ तपाईँहरूलाई प्रत्यक्षमा देखाउन चाहन्छु। अहिले चाहिँ 10:11 भएको छ। बिहान पनि यदि विद्यालय चलिरहेको छ भने एटलिस्ट 12 बजे छुट्टी हुनुपर्ने हो। यदि 10 बजेदेखि चलिरहेछ भने 3 बजे छुट्टी हुनुपर्छ भनेर हामीलाई थाहा छ। र यहाँ यति बेला हामी यहाँ आइपुग्दाखेरि हामी प्रत्यक्ष यो देखिन सकिरहेका छौँ। यहाँ 3वटा कोठा टाइपको बनाएको छ। अब कोठा त के भन्नु, यहाँ जुन पर्खालहरू रहेको छ, हामी यहाँ देखाउनुहोस् त। यो जुन पर्खालहरूको अवस्था देख्न सक्नुहुन्छ, यो चाहिँ एउटा कक्षा भयो, यो चाहिँ अर्को कक्षा भयो। एउटा कक्षा, अर्को कक्षा, हामी यहाँ अझै देखाउँ। यो पनि कक्षा कोठा हो, यो पनि यहाँ हामी देखाउँ अझै। त्यो यहाँ पढाइ भइरहेको हुन्थ्यो भने यो ब्ल्याक बोर्डहरूको अवस्था पक्कै पनि यस्तो हुन्थेन। यसरी हेर्नुहोस्, यो भैँसीको लादी रहेको छ यहाँ भैँसीको लादी है। अब बालिकाहरू बालबच्चाहरू के पढ्दै होला त यहाँ? साँच्चीकै यो विद्यालय चलिरहेको छ त कि यसमा पढाउने ती शिक्षकहरू त्यतिकै घरमै बसेर विष्णुपुर गाउँपालिकाबाट तलब भत्ता लिइरहेको छ त? अनुगमन पनि कस्तो अनुगमन गर्ने सरकारवाला निकायहरू पनि कस्तो यस्ता विद्यालयहरूको अनुगमन किन गर्दैन त? यसरी हेर्नुहोस्, यसरी यहाँ देखाउनुहोस्, कतै केही पनि छैन यहाँ। तपाईँहरूलाई यसरी हेर्नुहोस्, यहाँ बोतलहरू। साँच्चीको यो विद्यालय नै हुन्थ्यो भने यहाँ कमसेकम बेन्च डेस्क लागेको हुन्थ्यो, यहाँ ढोका लागेको हुन्थ्यो होइन, ढोकाहरू हुन्थ्यो, पर्खालहरू हुन्थ्यो। तर हामी यहाँ देखाउनुहोस्, यहाँ ब्ल्याक बोर्डको यस्तो अवस्था रहेको छ भने अब कहाँबाट भन्ने त? हामी साँच्चीको यो विद्यालय नै हो भनेर जुन हामी तपाईँहरूलाई देखाइरहेका छौँ, तपाईँहरू आफै कल्पना गर्नुहोस्। यो विद्यालयकै कक्षा कोठा हो त?
यो पढ्ने बालबालिकाले पढ्ने कक्षा कोठा हो त? हुँदै होइन। न त यहाँ शौचालय छ, न त यहाँ पानी खाने ट्युबवेल छ, यहाँ कुनै पनि केही पनि कुनै चिजको व्यवस्था छैन। तर यो चाहिँ विद्यालय हो रे। यसरी हेर्नुहोस्, कुनै कम्पाउन्ड सम्पाउन्ड कतै केही पनि छैन। हामी प्रत्यक्ष तपाईँहरूलाई देखाइरहेका छौँ। यसरी हेर्नुहोस्, यसरी हेर्नुहोस्, यो चाहिँ विद्यालयको भवन हो। पर्खालहरूको अवस्था देख्नुहोस् त, यो पर्खालहरूको अवस्था देख्नुहोस् है। यहाँ मैले हेरौँ न चाहिँ यहाँ हेर्नुहोस्, यहाँ 2067 सालमा स्थापना भएको छ। 2067 सालदेखि नै यसमा भ्रष्टाचार भइरहेको छ भनेर विद्यालयको भवन नभनिकन भ्रष्टाचार हुने आखाडा भन्दा हुन्छ। यहाँ हामी बोर्डमा देख्न सकिरहेका छौँ, त्यहाँ जाने साइन भनेको देखाइएको छ र हामी यहाँ देखाउँ। सरकारको लगानी बाटोमा पानी यसरी देख्न सक्नुहुन्छ। यही हो हाम्रो विकास, यही हो जनप्रतिनिधिज्यूहरूले गरेको विकास। विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश कुमार यादवजीलाई के भन्न चाहन्छु भने विद्यालयको बीच बाटोमै पानी रहेको छ। अब त्यो विद्यालय जानलाई तपाईँहरू कमसेकम आफ्नो शिक्षकको लागि पानी जहाजको पनि व्यवस्था गरिदिनु होला, ताकि यहाँबाट मजाले आवाजावत गर्न सक्नुहुन्छ। व्यापकै भाषण दिने गर्नुहुन्छ, हामीले यस्तो गरिदियो, हामीले त्यस्तो गरिदियो, हामीले यो गर्यो, हामीले त्यहाँ त्यो गर्यो, हामीले यस्तो बनायो, हामीले त्यस्तो बनायो। तर यथार्थमा जसरी यो विद्यालयको बीच बाटोमा जसरी पानी देखिराख्नु भएको छ नि, हो साँच्चीकै विकासको अवस्था पनि यस्तै रहेको छ। सरकारको लगानी र बालुवामा पानी जस्तै। मेरो घर चाहिँ विष्णुपुर गाउँपालिका 1 नम्बर वार्ड खुरुरिया हो। म यहीँको बासिन्दा, यही गाउँकै बासिन्दा हुँ। मलाई थाहा भएअनुसार यो विद्यालय तपाईँको नाम मात्रैको छ। यहाँ यसपालि विद्यार्थीहरू पनि कहिले आएको छैन अहिलेसम्म। यहाँ यसपालि केही बजेट पनि दिएको छ यो गाउँपालिकाले, 2वटा दरबन्दी दिएको छ। कहिले पनि यसमा यो विद्यालयमा विद्यार्थी आउँदैन र यहाँ पढ्दैन। यहाँका गाउँपालिकाले शिक्षकहरूलाई कसरी तलब खुवाइरहेको छ त्यो पनि हामीहरूलाई जानकारी छैन। उनीहरूलाई गाउँपालिकामै राखेर तलब दिइरहेका छन्। हेर्नुहोस्, यो एक किसिमको मलाई लाग्छ यो एक किसिमको भ्रष्टाचार नै हो। यस्ता यस्ता गाउँपालिका अध्यक्षहरूले भइदियो भने हाम्रो देश बर्बाद हुन सक्छ। नियमित रूपमा यहाँ कहिले विद्यार्थी आउँदैन। नियमित रूपमा आएको भइहरू चाहिँ सफा हो, सफा हुन्थ्यो। यो त विद्यालय जस्तो लागिरहेकै छैन। यो त विद्यालय नै होइन। मात्र यो गाउँपालिकाले अब के गर्ने, यो ब्रह्मलुट गर्नको निमित्त यसमा बजेट दिएको छ, दरबन्दी दिएको छ। जबकि अर्को विद्यालयमा अब के गरौँ, पढाइ पनि भइरहेछ, दरबन्दी पनि कट्टा गरिया छ, कट्टा गरेर यसमा दरबन्दी हालेको छ, अनि यहाँ पढाइ सढाइ केही हुँदैन। मेरो नाम केदार प्रसाद यादव, विष्णुपुर गाउँपालिका वडा नम्बर 1 खुडियामा पर्छ। विष्णुपुर गाउँपालिका 1 मा विद्यालय हेरे राष्ट्रिय प्राथमिक विद्यालय नाम हो त्यसको। र त्यो विद्यालय भनेको त्यो विद्यालय नभन्दा नि त्यसलाई बाख्रा बाँध्ने कोट भन्दा हुन्छ। त्यो विद्यालय जस्तो लागिरहेको छैन। यो विषयमा के भन्न चाहनुहुन्छ? वास्तवमा भन्नुपर्दा खुडियामा त्यस्तै मावि छ। त्यहाँ +2 पनि पढाइ हुन्छ, प्राविधिक धारहरू पनि पढाइ हुन्छ। तर जुन उतापट्टि जुन नहरको उत्तरबारी साइडमा जुन त्यो एउटा बाख्राखोर जुन बनाउनु भएको छ, त्यो आफ्नो कर कुटुम, इष्ट मित्र र आफ्नो भाइ भ्याइ र ज्वाइँलाई राख्नको लागि मात्रै उहाँले जुन चाहिँ विष्णुपुर गाउँपालिकाको अध्यक्षज्यूले मात्रै उहाँ उतापट्टि स्कुल खोल्नु भएको छ। विद्यालयमा जुन 2 जना शिक्षकहरू पढाइराख्नु भएको छ, उहाँहरू चाहिँ त्यो उमेश यादवजीको को त रिलेसनमा उमेश यादवको एउटा त्यो हामीहरूको गाउँघरमा भन्छ त्यो भिनाजु हुन्छ, भिनाजु हो र एउटा त्यसको भाइ हो, आफ्नै भाइ, गाउँले भाइ पढ्ने। दुवैजना आफ्नो घरमा बसी स्यालेरी खाँदैछ। न त विद्यार्थीको त्यहाँ ठेकान छ, न त शौचालयको व्यवस्थापन छ, न त खानेपानीको व्यवस्थापन छ, न त भवनको केही व्यवस्थापन छ। आफ्नो पकेटको मान्छेलाई मात्रै सरकारको रकम कसरी हिनामिना गर्ने त्यो उद्देश्यले उतापट्टि नियुक्ति गरेर राख्नु भएको छ। विद्यालय नै नगइकन, बिना नपढाइकन यसरी त्यो राज्यबाट सेवा सुविधा लिन मिल्छ? मिल्दैन। हाजिरी गर्न मिल्छ? मिल्दैन। किनभने यो विषयमा तपाईँकै पार्टीको विरुद्ध तपाईँहरू किन लाग्नुहुन्छ मान्छे विरुद्ध? हामीहरू आवाज उठाउँदैछु। तपाईँ सोसियल मिडियामा हेर्नुभएको होला सायद। पालिकाहरूमा पनि कामकाज जुन हुँदैछ त्यसको विरुद्धमा पनि मैले आवाज उठाएँ, अनियमितताको विरुद्धमा आवाज उठाएँ। जस्तै पार्टी भन्दा के हुन्छ कि पार्टी भन्दा कहिलेकाहीँ माथि उठेर काम गर्नुपर्छ कि हामी 21औं शताब्दीका युवाहरू हौँ। जुन ठाउँमा हाम्रो पालिकामा अन्याय, अत्याचार, विसङ्गति र भ्रष्टाचार हुन्छ त्यो ठाउँमा हामीहरू आफ्नो आवाज बुलन्द गर्छौँ र जनतालाई बुझाउने प्रयास गर्छौँ। जस्तै हामीहरूको जस्तै गाउँपालिकामा अहिले जुन कामकाज भइरहेको छ, बिना आयोजना सूचना बोर्डको कामकाज भइरहेको छ,
त्यो अधिकृत उज्जवल अधिकृत हाम्रो विष्णुपुर गाउँपालिकाको अधिकृतजी हुनुहुन्छ। उहाँलाई फोन गरेर सोद्धाखेरि उहाँ भन्नुभयो ठिकै छ 2 दिनसम्म म सबै ठाउँमा जुन ठाउँ विकासीय काम हुँदैछ त्यो ठाउँमा आयोजना बोर्ड टाँस गर्छु भनेर भन्नुभएको थियो। तर आज फोन गर्दा ठिकै छ म अध्यक्षजीसँग समन्वय गर्दैछु त्यसपछि भन्नुहोला। मतलब यहाँ यो छ कि तै खाउँ मै खाउँ मिलेर खाउँ त्यो सिस्टम विष्णुपुर गाउँपालिकामा चलिरहेको छ। बाहिर गएर जुन चाहिँ स्कुलहरूको अनुगमन गर्दाखेरि अर्काको बालबच्चासँग फोटो खिचाएर ठुलो गफ हाँक्छ, तर आफ्नो बच्चालाई उहाँले बोर्डिङ स्कुलमा पढाइराख्नु भएको छ। र साँच्चीकै नै शिक्षालाई सुधार गर्नु छ भने आफ्नो बच्चालाई पनि त्यही विष्णुपुर गाउँपालिकाको सरकारी स्कुलमा दियोस् र सरकारी स्कुलमा त्यसपछि अनुगमन गरोस्, त्यसपछि शिक्षामा सुधार आउँछ। जस्तै कि गाउँपालिकाले अहिले जुन 8 क्लासको बोर्ड लिनुभयो त्यसमा 50% विद्यार्थीलाई फेल गरेर राख्नु भएको छ उहाँले, गाउँपालिका अध्यक्षज्यूले। शिक्षा नपाएर फेल भएको होला त? राम्रो शिक्षा भएर होइन, त्यसको नीति त्यस्तै हो। यदि गरिबको छोराछोरी सबै पढिहाल्यो भने मेरो चाकरीबाज कसले गर्छ? त्यो नीतिले गर्दाखेरि 50% विद्यार्थीलाई फेल गरेर उहाँ राख्नु भएको छ। शिक्षामा परिवर्तन ल्याउनको लागि शिक्षा कार्यक्रम योजनाहरू के छ उहाँले कतै प्रश्न पार्नु भएको छैन। खाली क्लासमा जानुहुन्छ, खालि मात्रै बोर्डमा चक डस्टर युज गरेर 2-4वटा लाइन सिकेर घरबाट जान्छ, त्यति मात्रै क्वेसन गर्छ विद्यार्थीहरूबाट, फलानु के हो बस भइहाल्यो, त्यसभन्दा केही छैन। धन्यवाद। यहाँहरूलाई जानकारी गरौँ, यति बेला हामीसँग हुनुहुन्छ शिक्षा शाखा प्रमुख सर, स्वागत छ। धन्यवाद। तपाईँको परिचय भन्नुहोस् त। मेरो रामेन्द्रनाथ यादव, शिक्षा शाखा विष्णुपुर गाउँपालिका 70। तपाईँको जुन विष्णुपुर गाउँपालिका 1 मा राष्ट्रिय प्राथमिक विद्यालय रहेको छ, त्यो विद्यालयको बारेमा अलिकति हामीले बताइदिनुहोस्। त्यो विद्यालय विगतदेखि नै सञ्चालन छ। त्यहाँ पहिला विद्यार्थीहरू पनि थियो। गत शैक्षिक सत्रमा पनि पहिला भन्नाले कति दिन अगाडि? धेरै अब त्यो त लगभग 65-66 देखि कतिदेखि सञ्चालन छ। त्यही भएर त्यहाँ गत वर्ष हामी 2-3 चोटि गत शैक्षिक सत्रमा गयौँ। त्यहाँ विद्यार्थीहरू कुनै दिन 18-20वटा, कुनै 24-25वटा यस्तै चाहिँ देख्यौँ। तर हामी त्यहाँ पुग्दाखेरि नि सर, हामीले 1 जना विद्यार्थी पनि त्यहाँ देख्यौँ। यो साल पुग्नु भयो होला, यो सत्रमा पुग्नु। मैले हिजो पुगेँ हो, त्यो यो सत्रको म गत शैक्षिक सत्रको कुरा गर्दैछु कि। अनि त्यहाँ त्यस्तो देखेर चाहिँ हामी असारैमा हो सायद त्यो गाउँपालिकाको अनुदानबाट अनि 15वटा शिक्षकहरूको चाहिँ दरबन्दी क्रिएट गरेर पालिकाबाट तलब भत्ता खाने गरी त्यसमा चाहिँ परीक्षा हुँदाखेरि 4 जना पास हो। प्रावि स्तरको त्यही विद्यालयको लागि एउटा सिट प्रावि स्तरको राखेका थियौँ। 1 जना राखेका थियौँ। त्यो पास भयो, त्यो नयाँ विद्यालय भएर चाहिँ त्यहाँ पठायौँ। त्यही विद्यालयको लागि अब त्यहाँ कुनै पनि दरबन्दी थिएन, त्यसकारण त्यो 1 जना शिक्षकलाई त्यहाँ पठायौँ। त्यहाँ पठाइसकेपछि अब यो मतलब तपाईँको मङ्सिरतिर दरबन्दी मिलान हुँदाखेरि अब त्यो गापाको टिचर एउटा दरबन्दी राहत चाहिँ क्रिएट गरेर त्यहाँ चाहिँ राहत। अहिले चाहिँ त्यो विद्यालयमा 2 जना शिक्षक कार्यरत हुनुहुन्छ हो? त्यो 2 जना शिक्षकको नाम भन्न सक्नुहुन्छ? नाम भन्नुहोस्। नरेश कुमार यादव र एउटा अन्त कुमार यादव, 2 जना। यहाँको सुन्नुहोस् न, एकैछिन मेरो कुरा सुन्नुहोस्। तपाईँ यति मात्र भन्नुहोस्, त्यहाँ भनेको मेयरको ज्वाइँ छैन? मेयरको ज्वाइँ कार रिलेसनमा कोही पनि पर्दैन? मेयरको एउटा भतिजो पर्छ। विद्यार्थी जब पढ्न जान्छ त्यहाँ विद्यालय, त्यहाँ के को सुविधा हुनु पर्यो यो विद्यार्थीहरूलाई पढाउनु? अब त्यो त यहाँ यस्तो छ कि त्यो त्यहाँ जुन भवन थियो नि पहिला, त्यो भवन हावाहुरी बतासले चाहिँ त्यो छानाहरू सब फाल्छ। त्यसलाई भवन नभन्नुहोस्, त्यसलाई बाख्रा भन्ने बोर्ड भन्नुहोस्। त्यस्तै किसिमको छ। अब त्यो विद्यालय भवनै त्यो किसिमको त छैन। पहिला बनाएर त्यो सञ्चालन गरेको थियो। टिनको छानाहरू चाहिँ हावाले उडाइदियो हुरी बतासले, त्यसपछिदेखि फेरि ठिकठाक गरेर त्यसै। अनि त्यहाँ ट्युबवेल हुनुपर्ने थियो, शौचालय हुनुपर्ने थियो, बाउन्ड्री वाल हुनुपर्ने थियो, त्यो सबै तपाईँहरूले खाइदिनु? कहाँ नसोच कुन पैसा खाएँ हामीले? कहाँ छ त्यो विद्यालय जस्तो संवेदनशील ठाउँमा एउटा त्यो कहाँबाट आउँछ? कल छैन त्यहाँ। तपाईँहरू भवन बनाउनलाई 10 लाख फेरि दिनुभएको छ, अहिले नै भन्नुभयो औपचारिक रूपमा हो। तर त्यहाँ कल जडान, त्यहाँ ट्युबवेल जडान गर्नलाई, त्यहाँ शौचालय बनाउनलाई त्यो पालिकामा बजेट छैन? पालिकाले भर्खर त अब यो यसपटक भवन गयो, अब सबै जान्छ नि। अनि 2067 सालदेखि विद्यार्थीहरू कसरी पढिरहेको थियो त?
पहिला त अब यो 74 देखि यता आयो पहिला त शिक्षा कार्यालय नै थियो हैन 74 देखि नै भन्नुस् त्यहाँ एउटा ट्युबवेल छैन बालबालिकाले पानी खाने ट्युबवेल छैन त्यहाँ बाउन्ड्री वाल छैन त्यहाँ शौचालय छैन त्यो त अब बिस्तारै विद्यालय जाने बाटो समेत छैन त्यो त बिस्तारै हुन्छ त्यहाँ त्यो नहुने कुरा भएन यसपटक जस्तै अब 10 लाख रुपैयाँ छुट्याएर पालिकाबाट त्यहाँ भवन चाहिँ ठेक्का सायद लागिसकेको छ कि के छ तपाईँ यहाँ कार्यरत भयो कति दिन भयो 1 वर्ष हो मलाई यो कार्यकालमा अनि तपाईँहरू विद्यालयहरूमा अनुगमन गर्नुहुन्छ कि त्यतिकै तलब भत्ता खानुहुन्छ हामी त जान्छौँ नि अनुगमन कस्तो अनुगमन त्यहाँ विद्यालय पुग्नु पर्ने बाटो त्यो पानी भरिएको छ त्यो जाने अवस्था छैन अनि तपाईँहरू चाहिँ के अनुगमन गर्नुहुन्छ त अब हामी बनाउने त्यो कक्षा कोठाको अवस्था विद्यालय बनाउनेवालाले तपाईँ त्यो कक्षा कोठाको जुन अहिले त अवस्था छैन अवस्था राम्रो छैन अहिले हामी भन्दैनौँ तपाईँलाई थाहा छ कि हामी भन्दैनौँ नै अहिले त ठिक छैन त्यो त योभन्दा अगाडि ठिक थियो अहिले चाहिँ त्यो अलि त्यस्तो त्यति राम्रो छ कहिले सुधार हुन्छ कि हुँदैन कि त्यो विद्यालय नै बन्द गर्नुपर्छ विद्यार्थी अब यो सत्रमा छैन विद्यार्थी हुनु कसरी सर त्यहाँ कि व्यवस्था नै छैन भने कोही आफ्नो बालबालिकाले तपाईँ आफ्नो बच्चालाई त्यहाँ पढाउनुहुन्छ यस्तो छ कि पढ्न पढाउनुहुन्छ हुन्न त्यो विद्यालय अहिले बच्चा छैन बच्चै नभए त हामी त्यो त्यहाँबाट दरबन्दी पनि ठिक छौँ व्यवस्थापन राम्रो छैन व्यवस्थापन त बिस्तारै हुन्छ नि अब अहिले अब त्यो बच्चा आयो भने अहिले भवन पनि बन्छ विद्यालय व्यवस्थित हुन आज यत्रो वर्ष त्यो त अब सबैको सरोकारको तपाईँको कार्यकक्षमा एसी बिग्रिन्छ भने मलाई लाग्छ त्यो 1 घन्टाभित्र ठिक हुन्छ तर यसरी गरिबको बालबालिकाको भविष्यसँग खेल्न मिल्छ त्यो त अब सबैको अब जनप्रतिनिधिहरूको पनि नजर जानु पर्यो होइन तपाईँ एउटा राष्ट्रिय सेवक राष्ट्रिय कर्मचारी होइन र जनताले तिरेको ट्याक्सबाट आफ्नो तलब भत्ता लिने व्यक्ति होइन र अनि तपाईँ चाहिँ अनुगमन गर्ने निकाय हुनुहुन्छ अनुगमन पनि गर्नुहुन्छ अरे तर के परिवर्तन भएको छ त यो शिक्षा क्षेत्रमा यो विष्णुपुर गाउँपालिकाकै कुरा गर्नुपर्ने हामी त कुरै राख्छौँ नि हामी त कुरै पैसा बजेट विनियोजन गर्ने त होइन नि म हैन ल एउटा कुरा अझै भन्नुस् यो पालिकाबाट खाजाको व्यवस्था छ कि छैन छ त्यो विद्यालयमा तपाईँहरू खाजाको कति लिस्ट आएको छ कति बिल आएको छ छैन आएको अहिलेसम्म त्यो विद्यालयबाट आएको छैन साँच्चीकै आएको छैन अनि उहाँहरूले चाहिँ शिक्षकहरूले तलब भत्ता पाइराख्नु भएको छ तलब भत्ता पाइराखेको छ हस् धन्यवाद धन्यवाद यहाँहरूलाई जानकारी गरौँ यति बेला हामीसँग हुनुहुन्छ प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दजी सर स्वागत छ यहाँ धन्यवाद तपाईँको यो विष्णुपुर वडा नम्बर 1 मा एउटा विद्यालय रहेको छ राष्ट्रिय प्राथमिक विद्यालय हजुर त्यो विद्यालयमा जम्मा 2 जना शिक्षकको दरबन्दी पनि रहेको छ तर त्यसलाई हामी विद्यालय नै भन्दैनौँ किनभने न त त्यहाँ भवन छ न विद्यार्थी पढ्ने ठाउँ छ न त विद्यार्थीहरूले पाउनुपर्ने कुनै पनि सेवा सुविधा त्यहाँ छ न ट्युबवेल छ न शौचालय छ न त बाउन्ड्री वाल नै छ यो विषयमा के भन्न चाहन्छु तपाईँहरू अनुगमन गर्नुहुन्छ कि गर्नुहुन्न अनुगमन चाहिँ म आएदेखि एकचोटि गरेका थियौँ होइन तर त्यो कस्तो थियो भने टिचरहरूको आन्दोलनको चल्दाखेरि चाहिँ गरेका थियौँ अब त्यतिखेर त्यहाँ संरचना पनि छैन र पालिकाले यसपालि के गरेको छ भने 81-82मा 10 लाख बजेट पनि छुट्याएको छ अब त्यहाँ काम गरौँ भने त्यहाँ एउटा फेरि के समस्या रहेछ भने त्यो टेरिटोरियल विवाद छ क्या त्यहाँ अब त्यो भूमि हाम्रो पालिकामा पर्ने हो कि रोपनी गाउँपालिकामा पर्ने भने एउटा टेरिटोरियल विवाद छ त्यहाँका हेड सरले पनि हामीलाई काम गराइदिनु भनेर भन्नुभएको छ मैले यहाँ एकजना अमिन सर हुन्छ हाम्रो पालिकामा उहाँले चाहिँ एउटा प्रतिवेदन पेस गर्न भनेको छु उहाँले प्रतिवेदन पेस गरे पछाडि हामीले त्यहाँ काम गर्ने नगर्ने भन्ने निर्णय गर्छौँ त्यहाँको संरचना बनाउने चाहिँ अब कुरा के छ भने यो बजेटले हामी बनाउन मिल्छ भने अगाडि बढ्ने हामी अनि त्यसपछि अब अर्को पाटो के रह्यो भने त्यो जनप्रतिनिधिको पाटो बजेट बनाउने म अब प्रमुख प्रशासकीय अधिकृत पद भनेको त्यहाँ सचिवको काम गर्ने हो क्या होइन त्यो सभाको सचिव काम गर्ने हो मैले चाहिँ अब इनिसिएसन गरिदिने हो त्यहाँ राख्नुपर्छ गर्नुपर्छ भन्ने कुरा तर नितान्त त्यहाँ बजेट राख्ने नराख्ने त्यहाँ व्यवस्थापन के कसरी गर्ने भन्ने कुरा जनप्रतिनिधिको पाटो हो त्यो ठाउँमा 2वटा शिक्षक आज वर्षौँदेखि पढाइको नाममा तलब भत्ता फ्रीमा फोकटमा लिँदै आइरहेको छ जहाँ बच्चा नै पढिरहेको छैन बच्चा नै गइरहेको छैन उहाँहरू पनि विद्यालय जानुहुन्छ कि यतै आएर हाजिरी गर्नुहुन्छ तर तलब भत्ता पनि पाइरहेको छ होइन त्यहाँ तपाईँको कुराको अब के छ भने त्यहाँका शिक्षकहरूले यहाँ हाजिर गर्नुहुन्न त्यही स्कुल नै गएर विद्यालय गएर नै हाजिर गर्नुहुन्छ त्यहीँबाट तलब भत्ता खाँदै हुन्छ विद्यालय नै नगएको व्यक्ति हाजिरी गर्दा के कारबाही हुन्छ मानौ तपाईँ यहाँ कार्यालय आउनुहुन्न यहाँ आजको हाजिरी गरिदिनु भएको छ भने कस्तो कारबाही हुन्छ त्यो त एकदम नितान्त कारबाही हुने चिज भएको तर आज उहाँहरू चाहिँ त्यो 2 जना शिक्षक चाहिँ वर्षौँदेखि गर्दै आइराख्नु भएको छ अब यो कुरा के रहेछ म शिक्षा शाखा पनि बुझ्छु होइन के कुरा रहेछ यहाँबाट के गर्न मिल्छ हामीलाई यो अब जहाँसम्म कुरा छ यो 74 जब सङ्घीय संरचना आयो नि
त्योभन्दा अगाडिदेखि स्थापित भएको स्कुल हो, त्यहाँ पढाइ भइरहेको थियो। पहिले विद्यार्थीहरू पनि पढिरहेको थियो भन्ने कुरा मैले सुनेको छु। तर यो शैक्षिक सत्रमा एउटै विद्यार्थी नभएको खण्डमा अब हामीले के गर्न सक्छौँ? त्यहाँबाट दरबन्दी हटाएर अर्को ठाउँमा लाने हो कि? किनभने अब फ्रीमा बसेर कामै नगरेर तल भत्ता खान त मिल्दैन, त्यो नैतिकताले पनि मिल्दैन। अब के रहेछ कुरा त्यो शिक्षा शाखासँग बुझेर पनि अगाडि प्रक्रिया। आजसम्म लिएको तल भत्ता उहाँहरूले चाहिँ फिर्ता गर्नुहुन्छ कि मिलाउनुहुन्छ? अब यो कुरा चाहिँ अब के रहेछ कुरो अगाडि नियम कानुन बुझेर म अगाडि बढ्छु। धन्यवाद। दर्शकबिन्द, हामी विष्णुपुर गाउँपालिका पुगे यी प्रश्नहरूका जवाब खोज्नका निम्ति र गाउँपालिकाको गेटमै एउटा ब्यानर टाँसिएको छ। त्यो ब्यानरमा के लेखिएको छ भने हाम्रो पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषि। त्यसमा गाउँपालिका अध्यक्ष उमेश यादवजीको फोटो पनि टाँसिएको छ। उहाँले दर्शाउन खोज्नु भएको छ जनताहरूलाई कि मेरो पहिलो प्राथमिकता भनेको शिक्षा, स्वास्थ्य, कृषि हो भनेर। तर यथार्थमा भन्नुहुन्छ भने उहाँको पहिलो प्राथमिकता भनेको कसरी भ्रष्टाचार गर्ने, कसरी आफू अकुत सम्पत्ति कमाउने उहाँको पहिलो प्राथमिकता रहेको छ। यदि उहाँको प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषिमा हुन्थ्यो भने आज यी विद्यालयहरूको अवस्था यस्तो हुन्थेन, यी गरिबका बालबालिकाको भविष्यमाथि यसरी राजनीतिक हुन्थेन। तर आज यी विद्यालयको अवस्था मात्र नभएर यो विष्णुपुर गाउँपालिकाको अधिकांश विद्यालयहरूको अवस्था यस्तै रहेको छ। आफ्नो नातेदार गोतेदारलाई नियुक्ति, गरिबको बालबालिकाको भविष्यमाथि खेलवाड यसरी गरिन्छ। उहाँहरूले चाहिँ दरबन्दी यसरी मिलान गर्नुभयो, जुन विद्यालयमा एउटा पनि बालबालिका पढिरहेको छैन, एउटा पनि बालबालिका उपस्थित हुँदैन, त्यो विद्यालयमा चाहिँ आफ्नो भतिजो नरेश कुमार यादवलाई यही हो त मेयरज्यूले चुनावको बेलामा गरेको ती भाचाहरू, ती जनतालाई दिएको आश्वासनहरू जनताले यसको मूल्याङ्कन 2084 सालमा गरिदिनुहुन्छ, पक्कै पनि गर्नुहुन्छ। शिक्षा क्षेत्रमा रहेका माफियाहरूको खेलमा एम्पायर बनेर म उभिएको छु, पक्कै पनि यो सबैलाई एक एक गरी यो शिक्षा क्षेत्रबाट आउट गर्नेछु। मुख्यमन्त्रीज्यू नमस्कार, ध्यान दिएर सुन्नु होला यो समाचार। अहिले जसरी तपाईँ स्टन्टबाजी गरिराख्नु भएको छ, शिक्षा क्षेत्रमा छड्केरे, स्वास्थ्य क्षेत्रमा छड्केरे, तर उपलब्धि चाहिँ के भएको छ? अहिले जसरी तपाईँहरू शिक्षा क्षेत्रमा छड्के गरिराख्नु भएको छ, सस्तो लोकप्रियता कमाउन, यो रियल लाइफमा हिरो बन्न यसरी नबन्नुहोस्। रियल लाइफमा जनताको नजरमा हिरो बन्नुहोस्। जसरी अहिलेसम्म गरिबका बालबालिकाहरू राम्रो शिक्षाको पहुँचबाट टाढा भएको छ, त्यसरी नै उहाँहरूले पाउनुपर्ने आफ्नो अधिकार, ती राम्रा शिक्षा पाउनु पर्यो, व्यवस्था हुनै पर्छ। यसरी तपाईँहरूको स्टन्टबाजी अब चल्दैन। यो सामाजिक सञ्जालमा काम गर्नुहुन्छ भने रियलमा गर्नुहोस्, रिलमा होइन।